स्टुडियोमा साधारण निवेदन गर्दछु। धन्यवाद सभाध्यक्षज्यू। श्रीअंगसरते शत्रुक्षयंगागवे ऐश्वर्ये रते वरं हरदरे सत्यांश कुन्ते सुते विद्याने देव त्वमेव मन्नो दशका त्वमेव त्वमेव विद्याः गर्विणं त्वमेव त्वमेव सर्वं मम देव देवः। उडा हादै माथि श्रीमान प्रमुख अतिथिज्यू समक्ष सलामी दिने कार्यक्रम अहिले दीक्षान्त कवाजका कमान्डर प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान देवराज नेपाली दीक्षान्त कवाज निरीक्षणका लागि प्रमुख अतिथिज्यू समक्ष प्रतिवेदन चर्चा गर्दै हुनुहुन्छ। सशस्त्र प्रहरी बल नेपाल राजस्व पंचायत तथा औद्योगिक कार्य चिकित्सालय टिकापुर कार्यालयमा सञ्चालित सिसम 236 सशस्त्र प्रहरी जवान आधारभूत तालिमका जम्मा 124 जना प्रशिक्षार्थीहरू अन्तिम दीक्षान्त कवाज निरीक्षणको लागि तयार छु। जलमा सर
दीक्षान्त समारोहका प्रमुख अतिथिज्यूबाट कवाज निरीक्षण भइसकेको छ। अब प्रमुख अतिथिज्यूको सम्मानमा प्रशिक्षार्थीहरूबाट ढिलो र छिटो चालमा इज्जत अर्पण कवाज प्रदर्शन हुन गइरहेको बेहोरा सम्पूर्ण महानुभावहरूमा अवगत गराउँदछु। जर्मनमा सन् 1666मा जलाइन जस्तो शक्तिशाली देशले फौजभित्र रहेका जवानहरूमा आवश्यक तालमेल तथा सामूहिक भावनाको कमी भएकोले विभिन्न लडाइँमा पराजय भोग्नु परेपछि शिक्षार्थीहरू प्रमुख अतिथिज्यू समक्ष अभिवादन गर्दै अगाडि बढिरहनु भएको छ। दीक्षान्त कवाजको मुख्य कमान्डर प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान टेकराज नेपालीले गरिराख्नु भएको छ। त्यस्तै नम्बर 1 प्लाटुनको कमान्ड प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान सङ्गत राजले गरिराख्नु भएको छ भने नम्बर 2
सहयोगको लागि आफूले मध्यमता र पाठ गर्दै म र मेरो भन्ने भावनाबाट माथि उठि हामी सक्नुपर्छ। हाम्रो रहेका ठाउँहरू जस्तै आदिलो हुनुपर्दछ। उत्पत्ति हिमाल जस्तो असल इन्द्रियका हरेक सूर्यमा एकाकार जस्तै हामी समस्त नेपालीहरूमा एउटै नेपालीको भावना जागृत राख्नुपर्दछ। जसरी भौगोलिक विविधतासँग सँगै फुलेका यी सयौं ढुङ्गा फुलहरू आज सशस्त्र प्रहरी र नेपालको एउटै मालाका गाँसिएका छन्। पहाडमा उक्लिएका अनि हिमालमा चढेका यी सयथरी पाइलाहरू आज एउटै ताल अनि एउटै तालबाट अघि बढिरहेका छन्। त्यसोका ठोकमा पाइने छ एउटै राशन अनि एउटै शासन अनेकतामा एकता। यही हो हामी सशस्त्र प्रहरी र नेपालको सेवा। सशस्त्र प्रहरी बल नेपाल र नेपाली जनताका लागि जनताको विपक्षको साथी सशस्त्र प्रहरी बल नेपाल सच्चा देशभक्तहरूको सक्षम जनशक्तिहरूको संगठन सशस्त्र प्रहरी बल नेपाल। यहाँ सबैले सबैका लागि असल भावनाले काम गर्नुपर्दछ। म मनको कुनाबाट धन्यवाद भन्न चाहन्छु ती कोखहरूलाई जसले सच्चा देशभक्त नेपाल जस्तो गरिमामय संगठनमा देश र जनताको सेवा गर्न पठाउनुभयो। तपाईँहरूको यो कर्मर देशभक्त जवानले तपाईँहरूको सपना अवश्य पुरा गर्दैछन्। तपाईँहरूको सपना अवश्य पुरा गर्दैछन्। धन्यवाद। प्रमुख अतिथिज्यू श्रीमान प्रमुख अतिथिज्यू समक्ष आसन ग्रहणका लागि सादर निवेदन गर्दछु। आज
जानकारी गर्दछु। रहेको बेला उपस्थित सम्पूर्ण महानुभावहरूमा अवगत गराउँदछु। यसै क्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस दीक्षान्त समारोहमा टिकापुर नगरपालिकाका नगर प्रमुखज्यू आइपुग्नु भएको छ। यस टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौराज्यूलाई आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद। शपथ ग्रहणको कार्यक्रम रहेकोले प्रशिक्षार्थीहरूलाई शब्दोच्चारणद्वारा शपथ ग्रहण गराइदिनु हुन यस सशस्त्र प्रहरी नेपाल सशस्त्र प्रहरी बल नेपाल नेपालको संविधान 2072 प्रति पूर्ण निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भए पक्षपात लोभमोह वा द्वेषभाव नराखी पालना गर्नेछु। महाकालीसम्म उत्तरमा हिमालदेखि दक्षिणमा तराईसम्म वीर पुर्खाको रातो रगतले बोलिएको हाम्रो देशको सीमामा हामी यो दुनियाँमा कहिल्यै कसैका सामु झुकेनौँ। फुलबारी नेपाल हामीलाई नेपाली हुनुमा गर्व छ।
कार्यक्रमको अबको चरणमा राष्ट्रियताको उच्च सम्मान गर्दै राष्ट्रिय सलामीको कार्यक्रम रहेको हुँदा प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण अतिथि महानुभावहरूलाई पुनः एकपटक यथास्थानमा उभिदिनु हुन सादर निवेदन गर्दछु। धन्यवाद। अझ अनुमति चाहन्छु। संगठनले निभाउनुपर्ने जिम्मेवारी र कर्तव्यलाई सहज रूपमा निर्वाह गर्नुको लागि तालिमको अपरिहार्य भूमिका रहेको हुन्छ। मानव जीवनमा जसरी रक्त संसारको महत्त्वपूर्ण भूमिका हुन्छ त्यसै गरी फौजी जीवनमा पनि तालिमको महत्त्व हुन्छ। सत्यताको कारण चरणधरि तालिमबाट निष्कासित भएको र एकजना प्रशिक्षार्थी तालिम थाली भागिरहेकोले आजको यस दीक्षान्त समारोहमा जम्मा 124 जना प्रशिक्षार्थीहरू सहभागी रहेको कुरा जाहेर गर्दछु। फौजी संगठनमा दक्ष र कुशल जनशक्ति निर्माणको लागि तालिम अपरिहार्य हुन्छ। तालिमले व्यक्तिको विकास सँगसँगै पेशागत रूपमा ज्ञान कला कौशल हासिल गरी संगठनले दिएको लक्ष्य र संगठनलाई प्राप्त कार्य पूरा गर्न टेवा पुर्याउँदछ। सोही लक्ष्यअनुरूप जम्मा 40 कार्य अघि रहेको यस तालिमलाई कन्भेन्सनल वारफेयर र अनकन्भेन्सनल वारफेयर गरी 2 चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो। पहिलो चरणको कन्भेन्सनल वारफेयरको सैद्धान्तिक तर्फ फिल्डक्राफ्ट, ब्याटलक्राफ्ट, युद्धकला, ल्याब रेडिङ, फिल्ड इन्जिनियरिङ, प्राथमिक उपचार, विपद व्यवस्थापन तथा सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी जानकारी गराइएको थियो भने व्यावहारिकतर्फ ड्रिल, पिटी, टिटिटी, जिटिटी, सिएफटी, माउन्टेन पिटी, सर्किट पिटी, 2 माइल दौड, 5 माइल दौड, लगातार, लग रेस, स्ट्रक्चर रेस, DLA, फुट टू किल, 24 घण्टे रुटमार्च, फायरिङ र 5 दिन 4 रात अवधिको बाह्य अभ्यास सञ्चालन गरिएको थियो। त्यसै गरी दोस्रो चरण अन्तर्गत काउन्टर इन्सर्जेन्सी फेजको सैद्धान्तिक तर्फ हतियार तालिम, पर्चे विद्रोह तालिम, युद्धकला तालिम, ल्याब रेडिङ सेक्युरिटी, अपराध अनुसन्धान, मानवाधिकार र लैङ्गिक हिंसा सम्बन्धी जानकारी गराइएको थियो भने व्यावहारिकतर्फ पिटी टेबल, 2 माइल दौड, 5 माइल दौड, 10 माइल दौड, obstacle, rock climbing, rappelling, river crossing, swimming, route march, station race, log race र 6 दिन 5 रात अवधिको बाह्य अभ्यास समेत सञ्चालन गरिएको थियो। प्रशिक्षार्थीहरूलाई लेक्चर, प्रश्नोत्तर, अन्तर्क्रिया, सर्वेक्षण, डेमोन्स्ट्रेसन, ग्रुप डिस्कसन, केस स्टडी, सिमुलेसन एक्सरसाइज आदि विधिद्वारा प्रशिक्षण गराइएको थियो। सैद्धान्तिकतर्फ साक्षरता र व्यवहारिकतर्फ औषधि सहित जम्मा 1340 गुणाङ्कको परीक्षाहरू सञ्चालन गरी प्रशिक्षार्थीहरूको पारदर्शी मूल्याङ्कन गरिएको थियो। जसअनुसार पक्ष 2 जना, पक्ष 39 जना, खत्र 17 जना, गच्छ 83 जना र गच्छ 43 जनाले ग्रेडिङ प्राप्त गरी तालिम सफलतापूर्वक सम्पन्न गरेको बेला श्रीमान अतिथि समक्ष जाहेर गरी तालिम सम्बन्धी प्रतिवेदन समापन भएको बेला जाहेर गर्दछु। उहाँ पढाइमा अव्वल हुनुहुन्छ, शैक्षिक योग्यता हासिल गर्नु भएको छ। जसरी पढाइमा अव्वल हुँदै सबै प्रथम स्थान हासिल गर्नु भएको छ त्यसरी नै आफ्नो लगाव र अथाग मेहनतले यस तालिममा समेत उहाँले प्रथम स्थान हासिल गर्नु भएको छ। उहाँको लगाव हाम्रो शुभकामना। धेरै धेरै बधाई छ प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान खुशीराम डगौरालाई।
त्यस्तै कवास प्रथम हुनुहुन्छ प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान टेकराज नेपाली। उहाँ बेतको नगरपालिका वार्ड नम्बर 5 कञ्चनपुर निवासी आमा रमा देवी गर्नु भएको छ। त्यसरी नै तालिममा समेत आफूलाई बरकरार राख्दै कवास प्रथमको पुरस्कार जित्नु भएको छ। त्यो सफलता सधैँ जीवनको पर्याय बनेर होस्, हाम्रो शुभकामना। धेरै धेरै बधाई छ प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान टेकराज नेपालीलाई। त्यसै गरी शारीरिक सहिष्णुता प्रथम हुनुहुन्छ प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान नवीन शाही। शारीरिक सहिष्णु प्रथम पुरस्कार जित्नु भएको छ। सहिष्णुता प्रथम पुरस्कार जित्नु भएको छ। उहाँलाई प्राप्त भइरहेको उन्नति र प्रगति रहेछ प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान नवीन शाहीलाई। त्यसै गरी चाँदबारी प्रथम हुनुहुन्छ प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान गोपीलाल चौधरी। नम्बर 35 गणपतिज्यूहरू, प्रहरी नायक उपरीक्षक तथा सशस्त्र प्रहरी नायक उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी निरीक्षकज्यूहरू, टिकापुर नगरपालिकाका पूर्व मेयरज्यू, उत्तर भाङ्जा सङ्घ टिकापुरका वर्तमान तथा भूतपूर्व अध्यक्षज्यूहरू, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयबाट पाल्नुभएका प्रमुख एवं प्रतिनिधिज्यूहरू, विभिन्न उद्योगबाट पाल्नुभएका उद्योगपतिज्यूहरू, पूर्व सशस्त्र प्रहरी सङ्घ र सशस्त्र प्रहरी महिला सङ्घका पदाधिकारीज्यूहरू, उपस्थित बुद्धिजीवी, भद्रभरात्मी पत्रकार, आदरणीय परिवारजनहरू, राष्ट्र सेवा कर्मचारीहरू तथा आज विकसित हुन लाग्नुभएका सिसम 237 सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थीहरू। सर्वप्रथम सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएका सिसम 237 सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिने, सफल व्यावसायिक एवं व्यक्तिगत जीवनका लागि धेरै धेरै शुभकामना सहित तपाईँहरूलाई सशस्त्र प्रहरी बल नेपालमा औपचारिक रूपले स्वागत गर्न चाहन्छु। सशस्त्र प्रहरी बल नेपाल राजस्व भाषा तथा औद्योगिक तालिम शिक्षाले टिकापुर कैलालीमा सञ्चालित सिसम 237 सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा शरीक भई दीक्षान्त कवास अवलोकन गर्नका साथै उत्कृष्ट प्रशिक्षार्थीहरूलाई प्रोत्साहित गर्ने शुभ अवसर प्रदान गर्नुभएकोमा संगठन प्रमुख स्वर्गीय श्रीमान सशस्त्र प्रहरी महानिरीक्षकज्यू, मजकुर सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानव स्रोत विभागका भव्य र सभ्य र भव्यताका साथ सुसम्पन्न गर्नुभएकोमा सशस्त्र प्रहरी बल नेपाल राजस्व भाषा तथा औद्योगिक तालिम शिक्षाले टिकापुरका समादेशकज्यू लगायत शिक्षाले परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। आफ्नो त्याग, परिश्रम र दृढताको प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल नेपाललाई महत्त्वपूर्ण सुरक्षा संयन्त्रको रूपमा स्थापित गर्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सशस्त्र प्रहरी राष्ट्र सेवाहरूप्रति श्रद्धासुमन अर्पण गर्दै कर्तव्यको पालना गर्ने क्रममा घाइते भई स्वास्थ्य लाभ गरिरहनुभएका सम्पूर्ण राष्ट्र सेवकहरूमा समेत यस अवसरमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हजारौं प्रतिस्पर्धीहरू मध्ये उत्कृष्टता हासिल गर्दै छनौटका विभिन्न चरणहरू पूरा गरी सशस्त्र प्रहरी बल नेपालमा नवप्रवेशी भई लामो तथा कठिन प्रशिक्षण अवधिलाई पार गर्दै आजबाट एक व्यावसायिक सुरक्षाकर्मी हुनुभएकोमा बधाई दिँदै कार्यक्षेत्रमा सदैव सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु। ज्ञान, कला, कौशल र सिप फौजी व्यावसायिकताका आधार स्तम्भहरू हुन्। त्यसमा आफूलाई सफल बनाई अबका दिनहरूमा तपाईँहरू नै कुशल, सक्षम र जिम्मेवार सशस्त्र प्रहरी कर्मचारीको रूपमा अनुशासित भई इमान्दारिता र व्यावसायिकतालाई विनम्र गरी हमेसा राष्ट्रियता र जनताका खातिर आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखी निस्वार्थ सेवा भावले आफूलाई राष्ट्र सेवामा समर्पित गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। आगामी दिनहरूमा देशका सम्पूर्ण नागरिकहरू नै हाम्रा आफ्ना परिवारका सदस्यहरू हुन् भन्ने भावनाका साथ सेवा र सुरक्षामा तन, मन
वचन र कर्मका साथ जस्तोसुकै कठिन परिस्थितिमा पनि कर्तव्यनिष्ठ रही आफ्नो कार्यपथमा अविचलित रूपमा लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु। साथै अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा भएको तथ्यलाई हृदयङ्गम गर्दै देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखी एउटा सक्षम सुरक्षा संयन्त्रको कुशल सदस्यको रूपमा राष्ट्र सेवामा लागिरहन यसै अवसरमा निर्देशन समेत दिन चाहन्छु। विश्वको बदलिँदो सुरक्षा चुनौतीहरू, राष्ट्रभित्र देखा परेका वर्तमान सुरक्षा चुनौतीहरू तथा भविष्यमा आइपर्न सक्ने चुनौतीहरूको सामना नेपाल राज्यको सीमा सुरक्षा, औद्योगिक सुरक्षा, राजस्व सङ्कलन अभिवृद्धिमा सहयोग, विपद व्यवस्थापन, विशिष्ट व्यक्ति एवं महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा, भूतराधनका व्यवस्थापन लगायत विभिन्न प्रचलित नियम कानुनद्वारा सङ्गठनलाई प्रदत्त जिम्मेवारी पुरा गर्न नेपाल सरकार तथा सङ्गठनबाट दिएका आदेश तथा निर्देशनहरूलाई अक्षरशः पालना गरी जस्तोसुकै परिस्थितिमा पनि सङ्गठनको उद्देश्य प्राप्तिको लागि तपाईँहरू लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। प्रतिबद्धले लैङ्गिक मैत्री वातावरणको सृजना गर्दै मानव अधिकारको उच्च सम्मानका साथ कुनै पनि वर्ग, लिङ्ग, जात जातिमा विभेद नगरी स्वच्छ मनोभावका साथ कार्यक्षेत्रमा खटिने हुनेछ भन्ने विश्वास लिएको छु। स्थापनाको छोटो समयमा गौरवमय इतिहास रच्न सफल यस सङ्गठनको सदस्य बन्ने जुन मौका तपाईँहरूले पाउनु भएको छ त्यसलाई ठुलो सङ्गठनले तपाईँहरूबाट गरेको देशभक्ति, जनसेवाको भावनाले ओतप्रोत, सङ्कल्पित, मेहनती, इमान्दार, वफादार, अनुशासित र कर्तव्यनिष्ठ सुरक्षाकर्मीको अपेक्षालाई सदैव शिरधार्य गरी सङ्गठनको सहायक गराउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। साथै सम्भावनाका र अवसरका अनेकौं प्रकारहरू हुँदाहुँदै पनि आफ्ना सन्ततिहरूलाई राष्ट्र सेवाको पवित्र कार्यमा सुम्पुने हुने सम्पूर्ण अभिभावकज्यूहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै हिजोसम्म यहाँहरूको मात्र सन्तान भएका तपाईँका सन्ततिहरू आज राष्ट्रको सम्पत्ति भएका छन् भन्ने गर्वको अनुभूति यहाँहरूलाई पक्कै भएको हुनुपर्दछ भन्ने मैले विश्वास समेत गरेको छु। यसै अवसरमा प्रशिक्षार्थीहरूलाई दक्ष, सक्षम, अनुशासित, इमान्दार र व्यावसायिक सशस्त्र प्रहरी जवान बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरी प्रशिक्षण प्रदान गर्नुहुने तालिम शिक्षालयका समादेशक, प्रशिक्षकवर्ग लगायत सम्पूर्ण तालिम शिक्षालय परिवारलाई समेत धन्यवाद दिन चाहन्छु। अन्तमा तालिम सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा प्रवेश गर्नुभएका सम्पूर्ण सशस्त्र प्रहरी जवानहरूलाई पुनः बधाई दिँदै कार्यक्षेत्रमा तपाईँहरू कर्तव्यनिष्ठ समर्पित हुनुहुनेछ भन्ने विश्वासका साथ तपाईँहरूको उज्जवल भविष्यको शुभकामना सहित यस परिवारलाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्राथमिकता ग्रहण गर्ने सुअवसर प्रदान गरिदिनु भएकोमा यस शिक्षालयका समादेशक तथा शिक्षालय परिवारप्रति पुनः हार्दिक आभार प्रकट गर्दै मेरो मन्तव्य यही अन्त्य गर्दछु। उग्रतारा माताले हामी सबैको कल्याण गरून्। धन्यवाद। जय नेपाल। श्री उग्रतारा माताको, श्री नेपाल आमाको, श्री सशस्त्र प्रहरी बल नेपालको धन्यवाद। अतिथिज्यू समक्ष अनुमति लिन आइरहनु भएको छ।
यस पश्चात नवदीक्षित सशस्त्र प्रहरी जवानहरूलाई टीका तथा पुष्पमाला लगाई बधाई तथा शुभकामना प्रदान गरिदिनु हुन आजको यस दीक्षान्त समारोहका प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू लगायत यस उच्चालयका समाजसेवी समक्ष सादर निवेदन गर्दछु। श्रीमान दीपक अधिकारी जी, विशिष्ट अतिथि पश्चिम प्रदेश सशस्त्र महिला संघ के अध्यक्ष सविता रेग्मी जी, विशिष्ट अतिथि टिकापुर नगर पालिका का नगर प्रमुख आदरणीय रामलाल करुणा थारू जी, विभिन्न भूमि कैंपस से कैंपस प्रमुख हर्षबहादुर भंडारी जी, सशस्त्र प्रहरी उपनिरीक्षक टिकापुर नगर पालिका का पूर्व प्रमेयर केसरी विष्टज्यू, उद्योग वाणिज्य संघ टिकापुर का वर्तमान तथा भूतपूर्व अध्यक्षज्यूहरू, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयबाट आउनुभएका प्रमुख एवं प्रतिनिधिज्यूहरू, विभिन्न उद्योगबाट आउनुभएका उद्योगपतिज्यूहरू, नेपाल सेनाका सेनानीज्यू, प्रहरी नायक उपप्रशिक्षकज्यू तथा सशस्त्र प्रहरी नायक उपप्रशिक्षकज्यूहरू, पूर्व सशस्त्र प्रहरी संघ र सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीज्यूहरू, आदरणीय योग गुरुज्यूहरू, कोषका साधक साधिकाज्यूहरू, पत्रकारज्यूहरू, उपस्थित बुद्धिजीवी भद्रप्रधान सशस्त्र प्रहरी अधिकृत, आदरणीय परिवारजन, राष्ट्र सेवक कर्मचारी तथा आज निश्चित भई जान लाग्नुभएका शिक्षण 236 सशस्त्र प्रहरी जवान आदि तालुका प्रशिक्षार्थी भाइहरू जनता टिकापुर कैलालीमा सञ्चालित शिक्षण 237 सशस्त्र प्रहरी जवान आधार तालुको दीक्षान्त समारोहमा प्रमुख अतिथिको आतिथ्य ग्रहण गरी समारोहलाई शोभायमान बनाउनुको साथै सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाइदिनुभएकोमा प्रमुख अतिथि मजदुर सशस्त्र प्रहरी बल नेपाल नम्बर 7 वैद्यनाथ बानी मुख्यालय कैलालीका श्रद्धेय बानुपति श्रद्धेय श्रीमान दीपक अधिकारीज्यूमा हार्दिक कृतज्ञता तथा धन्यवाद जाहेर गर्दछु। साथै विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी महिला संघका अध्यक्षज्यूमा पनि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। आफ्नो कार्य व्यस्तताको बावजुद पनि हाम्रो आमन्त्रणलाई स्वीकार गरी विशिष्ट अतिथिको रूपमा मञ्चमा आसीन टिकापुर नगरपालिकाका नगर प्रमुख आदरणीय रामलाल करुणाज्यूमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु। यहाँको गणनामय उपस्थितिले हामीमा ऊर्जा अभिवृद्धि महसुस गरेका छौँ। आदरणीय उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, पत्रकार बन्धुहरू, यहाँको उपस्थिति यहाँको माया आशीर्वाद र सेवाप्रति हार्दिक नमन तथा कृतज्ञता अर्पण गर्दछु। तालिमका विविध विधामा उत्कृष्ट भई प्रस्तुत हुनुभएका नवनिर्वाचित सशस्त्र प्रहरी जवानहरूलाई विशेष बधाई तथा शुभकामना।
जागेर जीवनमा उत्कृष्ट प्रतिको यहाँको अभिलाषा अविच्छिन्न कायम रहनुहोस्। करिब 11 महिनाको तालिम सफलता साथ सम्पन्न गरी विधिवत रूपमा आजदेखि गैमान्य संगठनको सदस्य हुँदैका सम्पूर्ण नवप्रवेशी सशस्त्र जवानहरूलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु। जीवनपार्जनका अनगिन्ती सम्भावना अवसर र विकल्प हुँदाहुँदै पनि त्याग समर्पण र बलिदानले भरिएको पृष्ठमा आबद्ध हुन प्रेम र प्रेरणापूर्वक आफ्ना मुखका टुक्राहरूलाई यस संगठनमा सुम्पिनु हुने पूजनीय माता पिताहरूप्रति उच्च सम्मान अर्पण गर्दै हार्दिक नमन गर्दछु। आजदेखि तपाईँहरूका सन्तति राष्ट्रका सन्तति भएका छन् भने तपाईँको परिवार सिङ्गो संगठन भएको छ। अर्को सुख दुःखमा हामी सदैव साथमा रहनेछौँ। आज देशको हुँदैका सशस्त्र जवानहरूले पूर्णताका माताको मन्दिरलाई साक्षी राखेर हामी सामु कसम खाएर गरेका प्रतिबद्धताहरूमा सदैव प्रतिबद्ध रहनु चट्टान जस्तै। अर्को यात्रा राष्ट्र र जनताको सेवा सुरक्षा र उद्धारमा जस्तो कठिन र जटिल परिस्थितिमा पनि किंचित विचलित नभई लम्किरहनु सम्झिरहनु। हामी प्रतिको विश्वास आस्था र भरोसालाई कुनै पनि हालतमा टुट्न नदिनुहोला। यस शिक्षालाई स्तरको मापन तपाईँले कार्यक्षेत्रमा खेल्नुहुने भूमिकाले निर्णय गर्दछ। यस शिक्षालयको समावेश परिषदले प्रमुख अतिथिज्यूलाई विश्वास जोड्न चाहन्छु कि कुनै पनि प्रश्नमा यहाँबाट प्रशिक्षित हुने प्रशिक्षार्थीबाट कुनै किसिमको कमी हुने छैन। सीमित स्रोतको चाहनालाई उच्चतम प्रयोग गरी तालिम सफलता साथ सम्पन्न गर्न औलादका कठिन हुने प्रमुख प्रशिक्षक लगायत सम्पूर्ण प्रशिक्षक वर्गहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा यसको निरन्तरताको काम गर्दछु। आजभन्दा करिब 6 वर्ष पहिला यस शिक्षालयको संस्थापक समावेशकको रूपमा कार्यरत रहँदा पुरा नभएको सपना आज यसै परिसरमा दीक्षान्त क्लास प्रदर्शन गर्न पाउँदा आश्चर्य मन प्रफुल्लित भएको छ। नेपालभरिबाट कम्तीमा 300 जना हाम्रा अभिभावकज्यूहरूले सुन्दर टिकापुर नगरीको दृश्यावलोकन र पुण्यभूमि स्पर्श गर्ने मौका मिलेको छ। विश्वास छ हामीले प्रारम्भ गरेको यस यात्रा निरन्तर अगाडि बढिरहनेछ। यो अवसर प्रदानका लागि सबै संगठन प्रतिनिधिज्यू, विभागीय प्रतिनिधिज्यू, मस्को राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानप्रति हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्दछु। सबै आफ्नो ऊर्जाशील समयमा संगठनमा आबद्ध रही वीरताको प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल नेपाललाई महत्त्वपूर्ण सुरक्षा संयोजकको रूपमा स्थापित गर्न आफ्नो जीवन कानुसी गर्नुहुने अमर सशस्त्र प्रहरी प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै कर्तव्य पालनको सिलसिलामा अनुभव भई स्वास्थ्य लाभ गरिरहनुभएका सम्पूर्ण राष्ट्र सेवकसँग समेत यसै अवसरमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। अन्त्यमा श्रीमान प्रमुख अतिथिज्यूबाट निर्देशन सम्बन्धनका क्रममा निर्देशित कुराहरूलाई मन वचन र कर्मदेखि प्रतिबद्ध भएर सम्पन्न गर्दै प्रतिबद्ध गर्दै पुनः प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र सम्पूर्ण अतिथिज्यूहरूमा यस शिक्षालय परिवारको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दै मेरो छोटो धन्यवाद अनुमति चाहन्छु। धन्यवाद। जय नेपाल।